पुरानो भिडियोहरू पनि पोस्ट गरिरहेको छु। र हामी दसैँमा बुवालाई घर लिएर आयौँ अनि हतार सफा गर्न लागेको दसैँ चाहिँ काठमाडौँ नै हुने भएर हामीलाई चाहिँ एकदम हतार भयो। एक दिन अगाडि मात्रै बुवालाई डिस्चार्ज गरेर घर लिएर आएको थियौँ। अनि यहाँनिर भिडियो बनाउनु लागेको मम्मी हतार भिडियोमा देखेर नुहाएर आउनुभएको म अलिअलि मस्ती गर्दै फोटो खिच्दै यहाँ फोटो खिचौँ भनेको रेगन हेर्नु एक्टिङ यहाँ यस्तै गर्छ त्यस्तै भिडियोले। हाम्रो दसैँ पनि स्टार्ट भयो। दसैँ चाहिँ एकदमै हतारले छिटो स्टार्ट भयो। त्यहाँदेखि फोटो भिडियो खिचेँ। कति त भाइहरू नचिनेको थियो मैले अनि कोही फोटो खिचौँ भनेर हामी राख्नुभएको थियो। जानुभएन भयो बेलुका जापानबाट दाजु बहिनी चाहिँ अनि यहाँ जानुभएर हजुरआमा नि घरमै आउनुभएको थियो टिका लगाइदिनुलाई। मामा नि आउनुभएको थियो अनि कति त फोटो भिडियोहरू हाल्न त छुटेछ मैले। त्यही पनि मेमोरीको लागि थोरै भए पनि क्याप्चर गर्छ। भान्जाहरूसँग कति ठुल्ठुलो भइसकेको जमारा चाहिँ हामीले कति भेटेको भन्ने